कहाँ हिँडेको सुविधाको स्कुलमा हेर आमा छोरा भएर दादाको स्कुलमा हिँड्यो गाइस हामी दादाको स्कुलमा आज पार्टी छ दादाको रिजल्ट र अनि प्रोग्राम छ गाइस ल कस्तो रङलो सुविधाले राम्रो डोकेर बढ्दै गाइस त ठुलोलाई हेर सुविधाको स्कुलमा गयो नमस्ते 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 अगाडि हिँड्नु न अगाडि किन आएको कहाँ आएको सुविधाको स्कुलमा स्कुलमा आएको किन आएको हजुर किन आएको सबै भेट गर दादा आयो मास लाग्यो काम गर्न कि म जान्छु मिलेरै बस्नु Here we inaugurate the annual exhibition 2025. Thank you so much. अब हामी एक्जिबिसन अवलोकनमा जान्छौँ फर्स्ट फ्लोर हुँदै हामी सेकेन्ड फ्लोरतिर जान्छौँ फर्स्ट फ्लोरमा स्ट्रेट साइन्सको एक्जिबिसन सोसियलहरूको एक्जिबिसन यहाँनिर छ त्यसपछि माथि इङ्ग्लिस जापानिज नेपाली लगायत अरू शब्दहरूको माथितिर छ यसै गरी पहिला हामी रिजल्ट लिँदै जान्छौँ प्यारेन्ट्सहरूलाई अनुरोध चाहिँ रिजल्ट लिइसकेपछि हामी यो फर्स्ट फ्लोरको रुमहरू भिजिट गर्छौँ त दादाहरूले गराएको हेर हेर त अलि ड्रिङ्क गरेर हेर बजा बजा बजाऊ न अलि बजाऊ न अलि बजाऊ हाम्रो बहिनी नानीहरूले यस्तो राम्रो गराहन् सबै हातले गराएको हो तिमीले बनाएको यो हो ए ल भेरी गुड हामीले मेरा भक्तहरूद्वारा सिकेर बनाएको छौँ कसले बनाएको यो चाहिँ म सुब्रेन रोजन दिक्षान उज्जवल भुक्तेर बनाएको हो त्यसमा चाहिँ हामीले कार्डबोर्ड अनि कलरहरू युज गरेर बनाएको छौँ अनि स्प्रे गरेर बनाएको छौँ यो चाहिँ यो चाहिँ स्पेसली मलहरूको रिलेटेड हुन्छ अनि बाबाले चाहिँ आफ्नै हातले बनाएका यो मन्दिर एकदम राम्रो रहेछ तिमी कति क्लास बाबु 6 बजाऊ नमस्ते
है हाम्रो एभरेजको भाइ बहिनीहरूले आफ्नै हातले बनाएको कलाहरू चाहिँ आज हेर्न आएका छौँ। नमस्ते। दादा दिदी सुब्रिन दादा दादा के गराएको नानी मेरो बाबु यहाँ अङ्कललाई नमस्कार गरे। उदय दादाको बाबा नमस्ते सर पहिलाको जमानामा बनाइन्थ्यो भने अहिले हामीले बनाएको मोडर्न टेक्नोलोजी चाहिँ एलिभेटर हुन्छ। यसको स्ट्रेनमा यसलाई कति भार पर्न जान्छ? That allows us to see 3D models. From here we can see the 3D video. सरको बोला केही सुनेन खै के भनेको केही सुनेन मलाई हैन यो स्विच अन गरेपछि यहाँ ब्याट्रीमा अलि स्विच अन गर्छ ब्याट्रीबाट अनि ब्याट्रीबाट चाहिँ यहाँ मोटरमा पावर दिन्छ अनि मोटर चाहिँ खिच्छ बनाएको यो हिमाल तिमी किन आएको छौ प्रेजेन्ट मास्क खोल्न बोल्न पर्छ मेरो प्रोजेक्ट अनि उता राखेँ मेरो प्रोजेक्ट भनेकै भएन केही पनि आवाजै सुन्दैन हैन यो स्विच अन गरेपछि के बनाएको बजार ल अङ्कललाई भन ल मास्क र अङ्कललाई भनिदेऊ हिमाल सापकोटा बाबु उनीहरूको उता हो नमस्कार नमस्ते दादा कुरा सुन एनर्जी या वायरहरूले जोडेर मेकानिकल एनर्जीमा कन्भर्ट गरेका छौँ। हामीले यो मेटेरियलहरू डिसी मोटर 4वटा प्रोपेलरहरू 4वटा बनाएका छौँ। सुन यो चाहिँ खासमा यो ब्याट्रीभित्र चाहिँ एउटा केमिकल हुन्छ केमिकल बाबु नानीहरूले चाहिँ यस्तो राम्रो बनाएको छ हेर्नको लागि थ्याङ्क यू गेम बनाएको छ यो गेम चाहिँ हामीले के अरे ब्याट्रीसँगै यहाँ इलेक्ट्रिसिटी फ्लो गरेको छ कि स्टेनलेस स्टिलमा अनि प्रदर्शन गर्ने गरेको हजुरले यो छोयो भने चाहिँ आवाज गर्छ यहाँ नछोइकन यहाँसँग नछोइकन लिएर जानुभयो भने चाहिँ अझै चक्लेट बनाउन सक्नुहुन्छ। तपाईँले के बनाएको रे ल भन्नु एक्सप्लेन गर। यो चाहिँ भक्तपुर वेस्टको होइन चाहिँ भक्तपुरमा नजिकै गर है बाबुहरूले आज चाहिँ यो मन्दिर गराएका अरे हामी चाहिँ यो मन्दिर हेर्नको लागि स्कुलमा छौँ। के छ बाबु तिमीले मन्दिर बनाएका हौ यस्तो मन्दिर बनाएका अरे ल भेरी गुड ल शिवलिङ्गको दिदी के भन्नु दिला सोझा पशुपतिनाथ गएको थियो है हाम्रो बहिनीहरूले नेपालको पशुपतिनाथलाई झल्को दिने गरेर मन्दिर बनाउनु भएको रहेछ। बहिनी कति कक्षामा? यो चाहिँ कक्षा 10 ले बनाएको पशुपतिनाथ टेम्पल हो। यसमा चाहिँ नेपालको हिन्दू धर्मलाई झल्काउन खोजिएको छ। हजुर त्यहाँभित्र शिवलिङ्गहरू पनि छ। हजुर ल एकदम राम्रो गर्नुभएछ त्यसको लागि धन्यवाद है। हाम्रो एभरेस्ट इन्टरनेसनलमा पढ्ने क्लास 11 क्लास 11 को बहिनीहरूले बनाउनु भएको
कलालारहरूको सरस्वतीलाई सरस्वतीनाथको मन्दिर बनाउनु भएको छ एकदमै राम्रो लगाएको कस्तो राम्रो Coffee here, we sell English vocabulary. This cafe sells many different topics all over the room. This is homonym, synonym, and antonym. That is the direct and indirect speech. That is the reading corner. And those are the library books. This is the gaming center, and that's the determiner. And there's parcel speech. And we suggest you to check out all of the rooms on different subjects and also and learn something from there. Thank you for listening. थ्याङ्क यू कस्तो राम्रो है नमस्ते भाइले हो क्या होला And my name is Testa Lobchan and we're from grade 7. This is our project of English and we'll be talking about the videos required for this project work. So these materials are cotton, cardboard, cement, color paper, color markers, etc. Welcome to our English project on the topic of homonym, synonym and antonym. There are 3 towers which represents different topics. You can pull out one stick from each tower and we will explain about them. थ्याङ्क यू तिम्रो नाम के अरे सेभेनमा होइन सुजिता थ्याङ्क यू You can pull out and we will explain. सबै बनाएको यो है हाम्रो बाबुहरूले आफ्नै हात यसरी बनाउनु भएको नमस्ते सबै हातले बनाएको यो हाइड्रोजन हाम्रो बाबु नानीहरूले यसरी बनाउन इन्टरनेटको हेर्दै ल कस्तो राम्रो आफूले बनाएर यसरी अहिले चाहिँ हातले बनाएका चिजहरू नि इन्टरनेसनल पढ्ने बाबु नानीहरूले एउटा नोट भन्नाले यसलाई चाहिँ पास्टलाई चाहिँ नोट अनि यसको एडभान्टेज चाहिँ यस्तै छ तर डिसएडभान्टेजहरू भन्नुपर्दा चाहिँ इट इज अ बिट एक्सपेन्सिभ देन अदर टेक्नोलोजी ल है हाम्रो भाइ बहिनी यस्तो राम्रो मेहनत गरेर बनायो क्या बधाई छ राम्रो है खतरा अहिले त नेपाली मेरो के यसले चाहिँ यो ड्रोनलाई त्यो भएर उडेको छैन यो चाहिँ हुन्छ प्रेस गरेर अनि बेसरी डल्लै डल्ला थ्याङ्क यू भन लाइब्रेरीमा चाहिँ बाबु नानीहरूले नमस्ते यो सेप्सहरूले बनेको घरहरू हो नि यो प्रिजमले बनेको घर हो यो रेक्टेङ्गल क्युबरले बनेको घर हो यो क्युबले बनेको घर हो यो डायमन्डले बनेको घर हो अन्डर सिलिन्डरले बनेको घर हो ट्राइङ्गल